विश्व शान्ति कामना पर्यटन प्रवर्धन निसे बुद्धत्वया भावना बोलंकेको तातुना अन्तर्राष्ट्रिय विश्व शान्ति दिवस छोले यहाँ स्वयंभू निसे काभ्रेया नमो बुद्ध तक पदयात्रा जुगुदो स्वयंभूया आनन्दकुटी बिहार सुरुजुको पदयात्रा उल्लेख्य बागमती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्की यानातीको खसा अब्ले युनेस्को नेपाली नीति प्रतिनिधि माइकल क्राफ्ट या उपस्थिति न दुगुख I think that, how to say, this 21st of September, International Day of Peace, you could call it the International Day of UNESCO because UNESCO was made for the peace. Nepal was made for the peace. So it's good to be together for today. Very happy to see to see all the friends walking for peace, walking across the valley of peace, in the service of the Lord Buddha, also the Lord of Peace, and the birthplace of the Lumbini. So I mean, today is one of those days where it all comes together. So very happy to be here. Good feeling in the heart. हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु विश्वमा शान्ति फैलियोस् नेपाल बुद्ध जन्म देश हो त्यसकारण नेपालबाटै विश्व सामु शान्तिको सन्देश फैलिनु आवश्यक छ र त्यसको उपलक्ष्यमा यस आनन्दकुटी बिहारदेखि स्वयंभू महाचैत्यबाट शान्ति पदयात्रा सुरु हुन्छ अनि त्यहाँबाट सिग भन्छ हामी काठे स्वयंभू त्यहाँ भएर चाबिल भएर बौद्ध हुँदै भक्तपुर भएर भक्तपुरबाट बनेपाबाट नमोबुद्ध भएर यो 3 दिनको शान्ति पदयात्रा टुङ्गिन्छ जुन रोड लिएको छ त्यो रोड सबै बुद्ध धर्मसँग सम्बन्धित स्थानहरूको मार्ग हुँदै यो रोड तय गरेकोले त्यसले चाहिँ नि जहाँ हामी शान्ति पद जान्छौँ त्यहाँ चाहिँ नि बुद्धको अनुभूति हामीलाई भइरहन्छ हाम्रो अब कार्यक्रम सुरु भएको छ बस्तीहरू हस्तान्तरण भएको छ कृपया उहाँहरूको एफर्टलाई हामी हिजो चाहिँ त्यो शान्ति पदयात्रा चाहिँ हिजो 8 वर्ष मागे 9 वर्ष विश्वास कार्यक्रम गर्ने चाहिँ अझै हिजो चाहिँ ठो झिन्छ या मुक्त झिमो चाहिँ ठो या चाहिँ वातावरण मन्त्रहरूका चाहिँ झिमो वर्षेची प्रस्थान ल वेकअप हुन्छ वेकअप ल लासान चाहिँ झिन्छ निरन्तरता आटोको झिमो बिहा झिन्छ हाँक्न लिप्न बिहाउनु टाइममा हेर्दा झिन्छ चाहिँ पटक चाहिँ 5 दिनसँग मिले बिहा गएर खुसी चाहिँ जी दुर्गा कुमार मौर्य चाहिँ कृति गुरुङ पहिलो संयोजक अहिले आइको चाहिँ ठुकैलाई चाहिँ क्याब युज कन्फर्म यो शोभा मौर्य चाहिँ आइको लागि हुन्छ चाहिँ त्यसै शान्तिजीमा यो चाहिँ ठोकै यो कार्यक्रम गर्दा चाहिँ नापा 3 दिन कार्यक्रम विश्वका न्यास्यौनी अहिले सुरु गर्दा चाहिँ तिनीहरू सुरुले चाहिँ जुन चाहिँ 3 दिन याबले अपाङ दिवस लाउ कारण होइन मलाई जहाँ चाहिँ अपाङ दिवसमा चाहिँ युनियनले चाहिँ टोकेनाको दिन्छ त्यो शान्ति दिवस न चाहिँ युनियन टोकेनाको दिन्छ अहिले वजु कारण दिन्छ चाहिँ 1 दिन जग्गा को जुन चाहिँ अपाङ दिवस परे जोले 1 दिन जग्गा चाहिँ यहाँ हुन्छ 1 दिन गर्न दिन्छ यहाँ पहिला चाहिँ स्वयंभू पूजाजी स्वयंभू चाहिँ पाठ दिउँगा अहिले अन चाहिँ खुवा होया विजेश्वरी चाहिँ गाडी हुना चाहिँ नमो नाला करुणामय हुनु नाला करुणामय पूजा होइन अहिले नाला करुणामय पूजा दिउँगा अन चाहिँ कार्यक्रम दिउँगा अन हुना चाहिँ नमो पनौती चाहिँ अहिले नमो हली नेवागुठिया सम्पदा कवया गोसाले जुगु पदयात्रा सुन तक जुगु ख विश्व उलख जी चाहिँ छो वर्ष चाहिँ कार्यक्रम संयोजक तर यहाँ मैले वेका पिन्द ग्वालिया पिन्छ ने जिम्मेदी दिएको मेरो जम्मा 35 वन ठनो चाहिँ स्वयंभू महाचैत्य चाहिला भगवान पाउजिया अन चाहिँ
धर्मकीर्ति बिहार नग अनि सिगजुया सिगन चाहिँ नै चाबै भने चाबै अहिले बौद्ध बनाइन अछि है भजन है अन चाहिँ अहिले ठाउँ बनाइन नगदेश बिहार भने नगदेश बिहार नास्तान दिया उत्तम धर्मकीर्ति बिहार मुनि बिहार खुपे हुन्छ नि कने खुनु खुपेन सुठा खुपे चाहिँ छुरा छ आटको चाहिँ एक्सपोज मजु झिङ्याउ बहादु भनेका एक्सपोज मजुका झिङ्याउ बहा चाहिए अन उना बहा बही चाहिए अन चाहिँ नै वेकअप इन चाहिँ नाला पकाउनेका नाला गुम्बा हुने नाला गुम्बा भोजन है अन उना नाले श्रीकान्त लोकेश्वर मध्ये नभएमा लोकेश्वर श्रीकान्त खाऊ मानदेव चाहिँ नरेन्द्र देव स्थापना आउँछ नाला बनाइन अन बनाइन झ्यानकुटी बिहार बने पाउनु चाहिँ नि अहिले कने खुनु सुधा चन्देश्वरी चाहिला साथसाथ असिम बौद्ध जग्गामा हुने कोन ख ढाउ लागिन्छ नि फुकन झिउ चाहिँ शान्ति असिम खेख अन बनाइन अहिले पनौती भने पनौती देउछे भने ओ विचेल ल्या चाहिँ मुक्तिनाथ ढाउ असिम दु अन्न छ दर्शन ल्याउनु भने अन बनाइन अहिले पनौती छौ चाहिए पुलाउ सह ख पुलाउ असिम जुने दे ख जुने अनि चाहिए अहिले नवबुद्ध चाहिँ नवबुद्ध भने मैले छुए दछ हाप्लोको चाहिँ ओके यो क्वेसन मठु नवबुद्ध खना फुकन यहाँ गुम्बा भनेका थाङ्गु गुम्बा ओ मखु थाङ्गु गुम्बा जुया जा चुए लाच्या था अवैधान बिथा वना अनि कोया माया था गना चाहिँ बौद्ध नवबुद्ध चाहिँ अस्ति असिया तपुनुदु अनसम्म हैन कार्यक्रम सम्पन्न पदयात्रा नि च्यामस्या लाते दीपजाका पदयात्रा यागुखा कुकी नेपालमे बाहेक मेमेगु देया नागरिक देशन पोतिका गुखा I'm feeling very great about it. I must say, the moment I came into Kathmandu, the entire vibe of Kathmandu was so peaceful. Like the way people talk, the entire place, the vibration, Buddha's pictures everywhere, idols. So it's a wonderful, wonderful place. I'm coming from New Delhi. New Delhi has mixed vibes, but Kathmandu definitely has very, very positive vibes. And I'm very happy to be part of this peace walk. I heard people talking here, Minister and representative from UNESCO. So it's a great feeling, and thank you for accepting me as part of this. Thank you. अथे उखुनु हे थिथि खला पूजा पाखेन स्वयं बोलछे नम बुद्ध तक यात्रा यागुखा नमबुद्धको निम्ति नमबुद्ध के बारे सुन्नु आइपिनहरु के बारे नआइनु बोलिन्छ Hey, gora, mo gora. Namo buddha. Khoe mo namo buddha thini ola. Khoe thi. Mo sao ni mo.
सेप्टेम्बर 21 तारिख खुनु हलिन्यङ्क हे थिथे ज्याजोयना विश्व शान्ति दिवस हनवे चुङ्गुदु